मैले त तिम्रो खुसीको लागि तिमीलाई छोडेको थिएँ, तर तिमीले मलाई त चिटर भनेर भन्दैछौ। यस आम चिटर, किनकि मैले मेरो रोजाइमा चिट गरिदिएँ। तिमीले के चाहन्थ्यौ भन न, कि म तिमीसँग सधैँ रोएर बस्नु त अनि? मेरो पनि लाइफ छ, मेरो पनि इच्छा छ, मेरो नि चाहना छ। जसलाई म माया गर्छु त्यो मान्छेसँग म पनि लोयल भएर बस्न चाहन्छु। तर मैले जसलाई माया गर्छु त्यो मान्छेले अरूलाई चाहन्छ भने म उसलाई छोड्दिन नै एकदमै खुसी हुन्छु जस्तो लाग्छ मलाई चाहिँ। किनकि म उसलाई दबाएर मैले ऊबाट माया पाउँदिनँ नि त। मेरो खुसी पो ऊ थियो त, तर उसको खुसी त अरू नै थियो क्या। त्यही भएर मैले उसलाई छोडिदिएको, तर उसले मलाई चिटर भन्दैछ क्या। ठिक छ केही छैन, तिमीले मलाई चिटर भन्यो भने इट्स ओके। किनकि म तिमीसँग टाढा भइसकेँ होइन। म अहिले मेरो लाइफ इन्जोय गरिरहेको छु। मलाई जस्तो मन लाग्छ म त्यसरी हिँडिरहेको छु। एकदमै खुसी छु म। तिमीले चाहिँ म सधैँ रोएर बसोस् भन्ने चाहन्थ्यौ होला, तर त्यो चाहिँ हुन सकेन। मैले तिमीलाई छोडिदिनु नै तिम्रो खुसी थियो, अनि त्यही भएर पनि मैले तिमीलाई छोडिदिएको हो। मैले तिमीलाई दबाएर राखेको भए अर्ट मनी हुन्थ्यो क्या, मलाई नै गाह्रो हुन्थ्यो। किनकि जबरजस्ती गरेर कसैको पनि माया पाउन सकिँदैन भन्ने कुरा मलाई राम्रोसँगले थाहा थियो। म कति जबरजस्ती गरौँ, म कति गिराउनु